ब्याक टु माई न्यू भ्लग हो। सबैजना सन्चै हुनुहुन्छ होला, म पनि एकदम सन्चै छु, हिँडिरहेकै छु, जिउँदैछु। सो बाख्रा पनि कराउँदैछ तल्लो घरको, हाम्रो घरको चाहिँ होइन किन। सो गाइज मलाई चाहिँ भाइले बोलायो। बहिनीलाई भन है, बहिनीलाई भन। पैसाको नाममा 50 रुपियाँ छ। ब्याट्री लिएर आउने, ब्याट्री लिएर आउने 5 वटा। ल ल ल ल ल हामी आइहाल्छौँ। गाइज हेर्नु, घरबाट निस्किन पाउँदैन, मतलब घरबाट कतै जान लाग्यो भने मलाई यो लिएर आइदिनु, मलाई त्यो लिएर आइदिनु भनेर भन्छ, अर्डर आइहाल्छ। अनि मम्मीको चाहिँ जहिलेको डाइलगै हो कि मम्मीको चाहिँ कतै जान लाग्यो भने भात तरकारी बनाउने गरेर आउने त्यहाँ, छिटो आउने त्यहाँ। अनि यतिखेर हुन लागिसक्यो, कतिखेर गएर कतिखेर आउँछ तिमीहरू भनेर भन्छ। हामी चाहिँ त्यत्तिकै घुम्न जान लाग्यो कि कामसाम छैन, हल्लियो हिँड्यो डुल्यो खायो बस्यो सुत्यो, त्यही हो। यसको यो चाहिँ स्कुल जान्छ, यसको त काम छ। मेरो चाहिँ काम छैन, म पढ्न नि पर्दैन हेर्नु गाइज। हेर्नु गाइज, म पढ्दा नि पर्दैन, मलाई पढ्न नि आउँदैन हेर्नु। अब केही गरौँ भने केही गर्न पनि आउँदैन हेर्नु। त्यही भएर बस्यो हिँड्यो हल्लियो खायो डुल्यो नाच्यो। नाच्न चाहिँ आउँछ फेरि, अनि सुत्न पनि आउँछ। त्यो काम चाहिँ म पर्फेक्टली, कसैले केही भन्नु पर्दैन मलाई त्यति चाहिँ है। म के गर्दा नाच्छ भन् त, म त्यस्तै के गर्दाखेरि नाचेर हिँडिरहन्छ कि के गर्छ कि के गर्दा चाहिँ म नाच्छ भन् त। भाँडा भात्दा मतलब अझ बिना म्युजिकै नाच्छ म है प्रायः जसो त। गीतै चाहिँदैन मलाई, त्यत्तिकै नाचिदिन्छु म। आयो राम्रो चाहिँ आउँदैन होइन गाइस, त्यो हल्लिने क्या, अलिकति हल्लिने यसरी त्यति हो। अहिले हिँड्दा पनि हल्लिएर होइन यो ज्याकेट कस्तो रिस उठाइरहेको, कता यता गइरहेको। यता मात्र क्या, तँलाई त मन पऱ्यो क्या यो ज्याकेटलाई पनि। हेर् न यो यति राम्री छ, अनि त्यही भएर होला। त गाइस त्यही हो, अब हामी तलतिर पुगेपछि भेटौँला क्या है। कहाँको फुल, के फुल, मयलको फुल देखाउनु पऱ्यो अरे यसलाई अब तपाईँहरूलाई। फुल त छैन, ऊ झरिसक्यो सबै। जयफुलको ए सरी गीत गाउनु लागेर चाहिँ यहाँ जयफुल पनि छ कि, कता खल्चीतिर छ यी घारीतिर। अनि यो रे हो के फुल हो यो पनि, मयलको फुल पनि देखाउनु पऱ्यो अरे। हाम्रो बहिनीको रिक्वेस्टमा देखाउन गइरहेको छु यस्तो फुल। अस्ति एक दिन टिपेर के ल्याएछ मलाई, मैले टिपेर ल्याएर फुलको बोट यही हो यही भनेर भने छ। त गाइस एकछिनमा भेटौँला, कहनु अब रुको। गाइस अझै यहाँ फाटतिर आएको थियो होइन, यहाँ यो भुराहरू भेट्यो। तर मभन्दा ठुलो भइसकेका छन्, अनि देखाउनमा लजाइरहनु भएको छ। यहाँ छ खुसीजी, खुसी हुँदै हेरिरहनु भएको छ। यो चाहिँ सबैभन्दा राम्रो। खै अँध्यारो आयो क्या अलिक। गाइस मैले चाहिँ भ्लग गर्न बिर्सेको रहेछ होइन। अनि त्यसपछि उहाँ त्यो बसिरहनु भएको नि टुसुक्क, त्यो मान्छेले चाहिँ मलाई आज भ्लग बनाएको भए के अरे आज भिडियो बनाएको भए एउटा भ्लग बनिसक्थ्यो, मैले तपाईँलाई बनाउनु भने होइन भनेर घरनिर आएपछि चाहिँ करायो। हामी चाहिँ घर तल बसिरहेछौँ, अनि एकजना बहिनी ऊ त्यता ठ्याक्कै निस्क्यो है। म अलिकति जुम गरेर देखाउँछु, ऊ त्यहाँ ऊ निस्किँदैछ। त्यो चाहिँ त्यता खै के लिन गएको कुनै लुगा लिन गएको छ। ऊ आउँदैछ तनक परेर, तनक तन्किँदै आउँदैछ, त्यहाँ के गरे भन्दै आउँदैछ होइन। अनि मैले चाहिँ केही नि भने होइन। अयो के त्यो थुप्रै छ त। हिजो पनि बोकेर
हिजो पनि यता गएको थियो हिजो त बेलुका राति कहिले राति म धनी पहाडमा आउँदै आइरहेको थिएँ तालतिर खै मैले त यहीँ देखेको थिएँ यिनीहरूलाई कतातिर हो थाहा छैन सबै चिजहरू चोटामा लाग्यो डान्स गर्नु पऱ्यो जस्तो अब के गर्ने अब केही नगर्ने अब बिहे गर्नु पर्ला गाइस हाम्रो गाउँतिर सबैले बिहे गर्यो अब मेरो पालि हो क्या होइन त भोलि मलाई लिन आउनु है त गाइजहरू म भोलि कहाँ जाँदैछु भने भोलि म डाँडाबस जाँदैछु होली खेल्न भोलिको भ्लग पनि हेर्नु नबिर्सिनु होला होइन अनि के भने के खै भ्लग हुनुलाई चाहिँ यहाँ ल गाइजहरू यहाँ उहाँहरू चाहिँ छुटेर जानु भइसक्यो होइन बाई यता हेरेर बाई गर्ने कस्तो बाई गरे त्यो बाई बाई भोलि भेटौँला म बेलुका मेसेज गर्छु है लगाएँ तिमीहरूलाई हो र ल फोन गर्छु म भोलि ल गाइज त्यही हो अब हामी चाहिँ घर आइसक्यो हामी घर आइसक्यौँ त्यही हो गाइज म जाँदैछु होइन म चाहिँ अँध्यारोमा आइपुगेँ कता म चाहिँ के निकाल्न गएको थिएँ भने सिम निकाल्न गएको थिएँ क्या आज अनि ब्याट्री पनि थियो अनि ब्याट्री पनि लिएर आइदिउँ भनेको थियो अनि हाम्रो भाइले नि त्यही भएर म ब्याट्री पनि लिएर आएर आएको दिस इज योर टेक इट दिस इज माइन ओके बाई बाई पाँचवटा एउटा एक्स्ट्रा हुन्छ क्या त्यही भएर मैले लिएर आइदिएको हो के सो गाइस यहाँ चाहिँ म ऐना हेर्दैछु यता मासतिर तलतिर चाहिँ मोबाइल होइन म जाँदैछु नथिङ इज ह्यापनिङ विथ मी बिकज आई एम भोक लाग्यो तपाईँ जहिलेदेखि भोक लाग्छ जतिखेर भोक लाग्छ यसलाई घरमा लाग्ने हुने कहिले पनि छैन होला सायद होइन गाइस अब त्यही हो अब के गर्नुपर्छ अब केही नगर्ने मैले छोटो मिठो बनाएको छ है आज भ्लग किनभने अब त्यो केही गरेकै छैन कि मैले आज त्यतिकै बनाएर हो कि भिडियो अनि थकै लाग्यो कि उकालो चढेर पछाडि हेर्नु न गाइस ढोकामा बसेर हि गर्दै बसिरहेको छु त्यो अनि गाइस त्यही हो अब के अरे भ्लग हेरिदिनु होला एन्ड भोलिको लागि ह्याप्पी होली एडभान्समै हजुरहरू सबैजनालाई होइन अनि त्यसपछि होली खेल्न चाहनुहुन्छ भने हजुरहरू म चाहिँ डाँडाबस जानु लाग्छु अब अरू चाहिँ कता जानुहुन्छ त्यो थाहा छैन मामा घर पनि जानुहुन्छ नि त मामा घर मेरो चौबस्ती छ एन्ड अनि खोइ चिन्न पनि सक्छु मामा घर म नचिन्न पनि सक्छु होइन त्यो चाहिँ अब थाहा भएन भए पनि भोलि म होली खेल्न डाँडाबस जाँदैछु मेरो अटोग्राफ लिन आउनु होला भनेर भन्न चाहन्छु म सो यति हो आजको भ्लगमा धेरै बनाउनु हुँदैन अरे के सो यो भुसुन पनि अघि नै थाहा छ कि नभनौँ एउटा हन्तकाली भात खान लागिसक्यो त्यहाँ हन्तकाली भन्छ होइन त धेरै खानीलाई के भन्छ त्यही त धेरै खानीलाई हन्तकाली भन्छ है गाइज है हन्तकाली भन्ने जस्तो लाग्यो त्यो थाहा छैन मलाई नि त्यतिकै भन्दै हो सो गाइज बाई बाई सी यू इन नेक्स्ट भ्लग अब होलीको भ्लगमा होलीको भ्लग आउँछ त्यो हेर्नु होला त्यति हो बाई बाई लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब सी यू इन नेक्स्ट भ्लग बाई बाई